म पेशाले नर्स। म हाल टिचिङ अस्पतालमा कार्यरत छु। मेरो जीवनमा पनि यो वाक्शक्तिका कमीका कारणले गर्दा धेरै अवसरहरू गुमाउनु परेको थियो। आजभन्दा 1 महिना अगाडि मात्र मैले फेसबुकको एडभर्टाइजमेन्टको थ्रुबाट मैले निफलाई भेटेकी थिएँ र त्यही दिन नै म आफूलाई निफमा आबद्ध गराएँ। मलाई एचबी सरले जब फर्स्ट डेमा नै बोल्न लगाउनु भएको थियो त्यो दिन पनि म निकै नै हडबडाएकी थिएँ, डराएकी थिएँ, पसिना भएर बोल्न नै सकेको थिइनँ। सरले सिकाउनु भएको टेक्निकल एक्सरसाइज, भोकल एक्सरसाइज र मेडिटेसनले ममा नर्भसनेस हटाए दिन प्रतिदिन कन्फिडेन्ट बढाउँदै गयो। त्यस पश्चातको स्पिचहरू मैले जति नै डेलिभर गरेँ त्यो कुराहरू मलाई सबै नै याद छ। मैले पब्लिक स्पिकिङ तालिम लिन मात्र भनेर आएकी थिएँ, तर यहाँ चाहिँ 1 तीर 2 निशाना भने जस्तो धेरै कुराहरू सिक्ने अवसर प्राप्त भयो। यसमा आबद्ध भइसके पश्चात पनि मैले आफ्नो हस्पिटलमा उद्घोषिकाको रूपमा कार्यक्रमहरू गर्ने मौका पनि पाएँ। त्यति मात्र नभइकन मैले प्रेजेन्टेसनहरू मजाले डेलिभर गर्न सक्ने, कहाँ जाँदा चाहिँ कस्तो ड्रेस कोड इम्पोर्टेन्ट रहेछ भन्ने कुरा, ह्यान्ड जेस्चर या पोस्चर पनि कति इम्पोर्टेन्ट रहेछ भन्ने कुराहरू पनि मैले यस संस्थाबाट सिक्ने अवसर पाएँ। त्यस पश्चात मेरो जीवनमा धेरै नै परिवर्तन आयो। म आफूले पनि आकाश र जमिनको फरकको महसुस गरिरहेकी छु। अहिले म मजाले जतिजना मानिसहरूको समक्ष पनि म राम्रोसँग प्रस्तुत गर्न सक्ने भएकी छु। उपस्थित महानुभावहरू, आज यहाँ स्पिकर अफ द मन्थको अवार्ड लिइराख्दा म निकै नै हर्षित फिल गरिरहेको छु। यो सम्मानमा म कहिले पनि आँच आउन दिने छैन। मलाई स्पिकर अफ द मन्थबाट सम्मान गरी आफ्नो महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्ने अवसर प्रदान गरिदिनु भएकोमा आयोजक संस्था निफ प्रति हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु।